जय मिसी, म भीम रम्तेल हो, रम्तेल। अनि म चाहिँ जन्मस्थल चाहिँ मेरो धादिङ, नौबिसी धुनबेसी 8 बर्थुङ्की। अनि म चाहिँ आजभन्दा 20 वर्ष अगाडि प्रभु ईश्वरको सुसमाचार मैले जब उहाँको सुसमाचारहरू सुन्ने अवसर मैले पाएँ र उहाँलाई चाहिँ मैले प्रभु येशूलाई चाहिँ मैले ग्रहण गरेँ। र मैले यसरी प्रभु येशूलाई जब मैले यो धारके नवदिन चर्चमा हाम्रो केशव पास्टरद्वारा प्रभुको बारेमा मैले सुन्न पाएँ र यसरी मैले उहाँलाई प्रभुलाई ग्रहण गर्न पाएँ। त्यसै कारण म आज धेरै खुसी छु, आनन्दित छु। र मैले केही समयपछि नै मैले प्रभुलाई ग्रहण गरिसकेपछि अनि हाम्रो पास्टर दाइले प्रभुको सेवा गर्नुपर्छ भनेर उहाँले भन्नुभयो। अनि त्यसकारण भनिसकेपछि मैले अनि हुन्छ म सेवाकाई गर्छु भनेर म सुरु गरेँ। अनि त्यसपछि म बाइबल तालिम लिने कुराहरूमा गएँ। त्योभन्दा अगाडि चाहिँ मेरो जीवन एकदम नराम्रो दुर्व्यसनमा फसेको अनि एकदम जाँड रक्सीहरू खाने धेरै खालको जीवनहरू थियो। अनि पछि जब मैले प्रभु यीशुलाई पाएँ त्यसपछि मेरो जीवन पूर्ण रूपमा परमेश्वरले मलाई परिवर्तन गर्नुभयो। मेरो मनहरू विचारलाई परिवर्तन गर्नुभयो। यसै परिवर्तन गरिसकेपछि म अनि प्रभुको काम गर्नको निम्ति अनि अब तालिम लिनुपर्ने रहेछ। अनि तालिम लिन भनेर म बनेपा हार्भेस्टमा गएँ। त्यहाँ मैले तालिम लिएँ। त्यसपछि फर्केर म यस गाउँमा धुनबेसी नगरपालिका 8मा म जब यहाँनिर आएँ फर्केर तालिम लिएर, अनि त्यसपछि मैले अनि प्रभुको सुसमाचारहरू सुनाउने कामहरू सुरु गर्न थालेँ। अनि प्रभुको सेवाकाईको लागि हामीले खानीखोलामा मण्डली सुरुवात हामी 5-7 जनाद्वारा हामी सुरुवात गऱ्यौँ। र त्यसपछि मानिसहरूकोमा सुसमाचारहरू पुर्याउँदै गर्दा उहाँको सुसमाचार सुनेर थुप्रै हाम्रा गाउँहरूमा उहाँहरू हाम्रा दाजुभाइहरू धेरैजनाले उहाँहरूमा विश्वास गर्दै आउनुभयो। र आज हामी यसरी धुनबेसी नगरपालिका 8 बगैँचामा हाम्रो आनन्द नवजीवन चर्च हाम्रो त्यहाँनिर भवन छ। हामी त्यहाँनिर लगभग 100 जनाभन्दा माथि हामी सङ्गति हाम्रो सेवाहरू गरिराखेका छौँ। र प्रभुले आज धेरै आशीर्वादहरू दिनुभएको छ हाम्रो जीवनमा, हाम्रो गाउँमा, हाम्रो टोलहरूमा अनि हाम्रो आफ्ना आफन्तहरूले पनि धेरैजनाले प्रभुमा विश्वास गर्नुभएको छ। यसरी चाहिँ हामी अहिले प्रभुको सेवाकाईहरू गरिराखेका छौँ। अनि यसरी हामी मेरो जीवनमा चाहिँ प्रभुले काम गर्नुभयो। जुन सेवाकाई गर्ने उहाँको सेवाकाई गर्ने एउटा मन हृदय लिएर म जब हिँडेँ अनि त्यसपछि जब मैले तालिम लिएँ अनि तालिम लिइसकेपछि म यस धुनीबेसीमा हाम्रो खानीखोलामा फर्केर आएर हामी मण्डली सुरुवात सेवा सङ्गतिहरू सेवा सुरु गर्न थाल्यौँ। र बिस्तारै बिस्तारै प्रभुले अनि मानिसहरू प्रभुमा ल्याउनु भयो र हामी यसरी सङ्गति गर्दै आयौँ। अनि अझ थुप्रै मानिसहरूले प्रभुलाई ग्रहण गर्नुभएको छ। र त्यो मात्रै नभएर अब धेरै ठाउँमा सुसमाचारहरू सुनाउने कार्यहरू भइराखेको छ। अनि हाम्रो आज सेवाकाईहरू यसरी प्रभुले वृद्धि गरिराख्नु छ। अनि मैले जुन अब आउने दिनहरूमा पनि हामीले जुन यहाँ सङ्गतिहरू हामीले सुरु गरेका छौँ यता काफलचोक भन्ने ठाउँमा, त्यहाँ पनि हामीले सङ्गति सुरु गरिरहेका छौँ। हाम्रो झुन्डहरू छ। अनि हाम्रो बर्थुङमा पनि हामीले सुरु गरिरहेका छौँ। हाम्रो टापु एरियामा पनि हामीले अब त्यहाँनिर सङ्गतिहरू सुरु गरिराखेका छौँ। भविष्यमा त्यहाँनिर एउटा मण्डली स्थापना गर्ने भन्ने कुराहरू हाम्रो त्यो योजना हो, प्रभुको योजना। सायद हामी पनि प्रभुको मिसनलाई पुरा गर्नको लागि हामी लागि परिराखेका छौँ। अनि प्रभुले यसरी हाम्रो जीवनमा काम गरिराख्नु भएको छ। थुप्रै कुराहरू चाहिँ प्रभुले हाम्रो जीवनमा गरिराख्नु भएको छ। अनि हाम्रो मण्डलीमा हाम्रा अब थुप्रै चेलाहरू पनि चेलाहरूलाई पनि हामीले अब सिकाउने कामहरू गरिरहेको छौँ। चेला निर्माण गर्ने कामहरू पनि गरिराखेका छौँ। र अब भविष्यमा प्रभुको काम गर्नको निम्ति अब थुप्रै चेलाहरू तयार गर्ने एउटा दर्शन बोकेर अगाडि बढिराखेका छौँ। तपाईँहरू सबैले हामीलाई अब प्रार्थना गरिदिनु ल। हाम्रो प्रार्थनाको खाँचो छ प्रभुको भविष्यमा। हामी चाहिँ अब प्रभुको अझै थुप्रै काम गर्नको लागि एउटा उहाँको मिसनलाई पुरा गर्नको लागि हामी अगाडि बढ्नको लागि हामी तयारी छौँ। हाम्रो लागि एकदम प्रार्थना छ, प्रार्थना गरिदिनु पर्ने हुन्छ। तपाईँहरू सबैले प्रार्थना गरिदिनु होला। र
थुप्रै कुराहरू छन् यहाँनिर। अब जसरी मेरो जीवनमा प्रभुले गर्नुभएको काम होइन, अचम्मको तरिकाले मैले काम गर्नुभयो। अनि मैले सबैभन्दा पहिला त मैले जुन यो जीवनमा पहिला चाहिँ मैले घरहरू बनाउने कामहरू गर्दथेँ। त्यो घरहरूको कामहरू सबै पछि मैले छोडेर अनि बाँकी जीवन सबै प्रभुलाई मैले दिएँ। र त्यसपछिको जीवन चाहिँ अब प्रभुको सेवाकाई गर्ने यो जीवन उहाँलाई सम्पूर्ण जीवन मैले अर्पण गरेको छु। यही नै हो सबै कुराहरू प्रभुमा अब भएको कुराहरू थुप्रै कुराहरू छ प्रभुको आशिष हो। र अझै थुप्रै ठाउँमा अझै प्रभुको काम गर्ने एउटा योजना छ। प्रभुको काम गर्नको लागि हजुरहरूले प्रार्थना गरिदिनु होला।